आज चाहिँ हामी छुङजु भन्ने ठाउँमा जाँदैछौँ। कहाँ हुनुहुन्छ यता? कालिजको फोटो त उयो क्वाङ भनेको क्वाङ भनेको चाहिँ कालिज रहेछ। त्यही पो भन्नुभएको रहेछ होइन। हेलो नमस्कार साथीहरू, वेलकम ब्याक टु माई युट्युब च्यानल। म चाहिँ होइन, हामी चाहिँ आज खाना खान आएका छौँ। यहाँ पबिना, म, यता काका हुनुहुन्छ। आज हामी कालिजको मासु खान आइरहेको छौँ। कोरियामा कालिजको मासु खाने होटलमा हामी आएको छौँ। अब जाँदैछौँ होइन। कस्तो हुँदो रहेछ आज कोरियामा कालिजको मासु के कस्तो हुन्छ तपाईँहरूलाई देख्नेछ। साथीहरू भिडियोलाई लाइक कमेन्ट र अनि सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला। फर्स्ट टाइम हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला साथीहरू। झन्डै जाने उस्तै छ त ड्रेस त। काकाको ज्याकेट र तिम्रो यो के अरे त्यस्तै कपाल किनेको। पहिले खाना खाने भनेको होइन काकाले। बजार हेरौँ भने चाहिँ त्यसको पैसा रहेछ। सुनचानीहरू छ कार्डमा लेखेको के हो थुप्रै पो छ त चिजहरू त। ठुलो बकुलाहरू छ त। कालिजको मासु बनाएको त्यस्तो कचुवा 35,000 सामान हुन्छ नि। दादा हलाइरहेको छ मजाले। मेरो मतलब चाहिँ के छ भन्दा यहाँ चाहिँ काठको डाँडो बन्नेहरू रहेछ। यो चाहिँ कटिङ बोर्ड रहेछ। डाँडो कट चाहिँ नाचगान हुँदो रहेछ। र यहाँ चाहिँ कालिजको परिकारहरू, कालिजको मासुको परिकारहरू पाउने ठाउँ रहेछ। कसो हो क्वाङ भन्दो रहेछ कालिजलाई कोरियनमा चाहिँ। काका राख्नु बिना कस्तो राम्रो ल। चाहिँ फोटो हो क्वाङ कालिज। कालिजको परिकार खानको लागि हामी भित्र छिरियो। मान्छे खासै धेरै छैन। खै किन हो, बेलुका भएर हो क्या हो के कि हेर्दा रक्सी हेर्दैछौँ। रक्सी कस्तो खालको रक्सी। ओहो 이거는 뭐예요? 인삼 거예요? 이거는 인삼 더더. साथीहरू हामीले चाहिँ यो कालिजको परिकार 2 नम्बरको चाहिँ कम स्याबु फुलको चाहिँ छोडिदिनु 50,000 त्यो मगाएर खान लागेको छौँ। कि फर्स्टमा चाहिँ मोमो आयो के अरे क्वाङको मोमो। क्वाङ मान्डो। 이건 더덕 구이. 더덕 구리 어땠어? 우리 कालिजको मोमो आयो। आएको देखाइदिनु त। मिठो छ? मिठो छ भन्दा? मिठो छ। यो हरियो चाहिँ एकदम यो 다른 거 야채 들어가고 कडा खालको छ यो मोमो चाहिँ। यसरी खानुपर्ने रे। के चिज आयो? यो त काँचै जस्तो छ त।
कालिजको कृषि साथीहरू कचेला खानु भएको छ कि छैन कचेला राँगाको त्यस्तै रहेछ काँचो मासु कालिजको मुलाको सानो टुक्राहरू बनाएको छ पङ युखे भनेको मिक्स गरेको तीन चिज त खाइसक्यो मिलाइदिनु हुँदैछ हाम्रो साउनीले आइसक्यो भने कालिजको परिकार चाहिँ अहिले आएर के छ त बगिन पाङ्राहरू जस्तो पनि देख्छ मासु नि हो कोङ्गोगी कालिजको मासु चाहिँ आयो यसरी होइन स्याबु चाहिँ एकछिनमा आउँछ अरे होइन पहिले यो खाइसक अनि त्यो कति आउँछ भन्ने राख्नु भएको छ हाम्रो साउनीले स्याबुको सानसानो यो टुक्रा के कालिजको मासु त खाइसक्यो त कोङ फेरि हाम्रो के आइटम खायो भन्दाखेरि यो खालको आयो के हो त नुडल्स आयो यो चाहिँ सिलामको धुलो उमालेपछि यो राख्ने यो राखेपछि यो राख्ने एउटा पिस रहेछ कस्तो पातलो कस्तो पातलो रहेछ त्यसरी चोप्दै खाने रहेछ उम्लेपछि खाइहाल्ने रहेछ होइन चोप्दै खाँदै कलर मात्रै चेन्ज भयो भने खाइहाल्छ कालिजको स्याबु आयो सबै खाइहाल्छ मिठो छ होइन मिठो छ सिले लगाइदिएको हुनुहुन्छ अलि सितो चाहिँ थुक्पा जस्तो भयो सिलामको धुलो हालेको अनि च्याउको रक्सी च्याउकै तरकारी छ यहाँ च्याउकै अचार छ त्यो हराबजीले यहाँनिर टोपी लाएर बस्नु भएको छ यहाँ पनि हो कालिजकै परिकार रहेछ कता छौँ हामी खै हामी भिजिट गर्दैछौँ चाइना टाउन चाहिँ होइन कस्तो राम्रो बनाएको रहेछ यहाँबाट यसो हेरौँ त कस्तो राम्रो सुकै रहेछ त आइसिकेको छुङजु यो एनिमेन खोइसन यो छुङजु सुवानबोकमा आएर कालिजको मासु खाइयो कस्तो राम्रो सुवानबोक छ के गर्ने हो कोरियनमा फत्कोत भन्छ भने जापानतिर चाहिँ भन्छ साकुरा भन्छ नेपालीमा चाहिँ पैयुँ हो साथीहरू पैयुँ फुलेर यस्तो सेतै भइरहेछ अनि बत्तीहरू बालेर डेकोरेसन खतरा गरिरहेछ यस्तो बत्ती बालिदिन्छ अनि यसको लाइटले माथि यस्तो राम्रो देखिन्छ झन् पुरा मेला लागेको छ बजार पानी कस्तो छ कस्तो तातो पानी रहेछ त यहाँ त 이거 그냥 이게 나온 거예요? 그냥 나온 게 자연이 뜨거운 거. 뜨거운 물 있어요. 어디로 나와요 이거? 이 저기 저기 흘러서 내려오는 거. कस्तो अचम्म हो तातो पानी आफै आउँदो रहेछ त तातो पानीमा बसिरहन्छ मान्छेहरू कस्तो राम्रो जता गयो त्यतै राम्रो छ सबै फोटो खिच्ने भिडियो बनाउने मान्छेहरू बाटोमा कस्तो राम्रो युटिलाइज गरेको यो खोलाको छेउछेउमा यस्तो रुख रोपेको छ बिचमा खोला छ पारी पनि त्यस्तै छ मेला लागेको छ बत्ती बालेको छ
मान्छेहरू फोटो यसरी भयो भने यसरी खिच्दैन आमा भन्दैछ उसले। फालुङसितको थुर खासे हो भनेको खुट्टा धोएर जानुहोस् भनेको रहेछ। पारे रहेछ यहाँ त खुट्टा डुबाउने ठाउँ रहेछ। मान्छेले यसरी डुबाइराख्नु भएको छ है। हाम्रो काका पबिना पनि डुबाइराख्नु भएको छ। कस्तो रमाइलो बत्ती बलेको छ, झिलिमिली साकुरा फुलेको छ, तातो पानीमा खुट्टा डुबाएर बसेको छ मान्छेहरू। यसरी तातो छ पानी, तातो छ है। काका आनन्दले बस्नु भएको छ। म पनि डुबाउँछु अब। ओ तातो, वाह सुरुमा त कस्तो तातो भएको थियो। आनन्दले बसेको मान्छेहरू हिँडेर यही ठाउँमा मात्रै होइन रहेछ। परसम्म रहेछ, पर पनि बसिरहेको मान्छेहरू पर पनि पाइरहेछ। यति धेरै रहेछ यहाँ पनि। यो बाफ उडिरहेछ। राति भएर होला मान्छेहरू त्यति धेरै छैन। यहाँ चाहिँ 2-4 जना मात्रै बस्नु भएको रहेछ तातो पानीमा। अचम्मै छ हौ, यहाँ त तातो पानी आउँदो रहेछ। खै पहाडबाट आएको भन्नुहुन्छ हाम्रो काकाले। कहाँबाट आएको हो थाहा भएन। जति परतिर गयो त्यति रमाइलो छ, झिलिमिली छ। आज घर नजाने हामी। जता गयो त्यतै रमाइलो छ। रात्रिकालीन अवस्था यस्तो छ। खोला छ तल बगिरहेको, मान्छेहरू रमिता हेरिरहेछ। यता त्यस्तै छ। दिनभरि काम गरे पनि नजिकमा यस्तो पार्क भइदिएको भए हाम्रो पनि काम सकेर टक्क आउने अनि तातो पानीमा खुट्टा डुबाउनु अनि यसरी टहलिनु। झन्डै 1 घन्टाको बाटो आएको छौँ हामी आज यो ठाउँमा। यसरी हिँड्ने रहेछ। हाम्रो अङ्कल हेर्नु हुँदैछ त्यसरी। रातिको बेलामा हामी चाहिँ यो खटाबाट हिँडेर यसरी खोला तर्दैछौँ। खोला पनि ठुलै पो छ त। काका पर पुगिसक्नु भयो। तर्नु पर्यो। यसरी गरिरहेको छ। क्रियाको विकास खोला बगिरहेछ। यो किसिमको पुल छ। मान्छेलाई रमित हेर्न पनि कस्तो राम्रो बनाइदिएको छ। पारी चाहिँ खुट्टा डुबाउने ठाउँ, तातो पानी भएको ठाउँ हो। अघि हामी खुट्टा डुबाएर आइसक्यौँ। यो साइडमा यस्तो छ, उताको साइडमा पनि त्यस्तै रमाइलो छ। र मेला लागिरहेछ। कस्तो राम्रो नाइट भ्यू। मन्दिरहरू पनि रहेछ। हामी 3 जना डुलेकै छौँ। स्वानबो मोलथाङ खोवान। पानीको धार कस्तो राम्रो। आज चाहिँ हाम्रो छुट्टीको दिन। हाम्रो भुपाल भाइ र म चाहिँ घुमघाम गर्नुको लागि आएको। यो चाहिँ पयौँ फुलेको छ। नेपालमा चाहिँ पयौँ भनिन्छ भने यहाँ चाहिँ खतखत भन्छ कोरियनमा। जापानिजमा साकुरा भन्छ होइन।
चाहिँ हेर्नको लागि आएको छौँ आज। विशेष गरी भाइ र म अहिलेसम्म डुल्दा गऱ्यो, उता किनमेल गऱ्यो र यहाँ अहिले खाइरहेको छु। अनि साथीहरू यस्तै हो यहाँको मौसम चाहिँ। अब यो 2-4 दिन भन्दा नि भोलि पानी छ क्या अरे। अब पानीमा चाहिँ पानी परेपछि यो सबै झरिहाल्छ। पानी नपरुन्जेल हो 2-4 घन्टा अथवा 2-4 दिन रहन सक्छ पानी नपरुन्जेल चाहिँ। त्यही भएर हामी चाहिँ यो हेर्नको लागि आएको छौँ, हेर्दैछौँ काम गऱ्यो होइन। अनि अब भन्नुपर्दाखेरि यसरी पयौँ पनि अब यसरी लाइन मिलाएर यसरी रोप्दाखेरि होइन, यो फुल्दाखेरि त धेरै राम्रो हुँदो रहेछ होइन। हाम्रो पनि नेपालमा यो चाहिँ यो सिस्टम चाहिँ गर्न पाए, यसरी अब पयौँहरू रोप्न पाए होइन, बाटोको छेउछेउमा यसरी अब यो सिजन अनुसारको यसरी फुल्दाखेरि त्यो पर्यटकहरू पनि आउने होइन। त्यही कारणले यो केही कुराहरू चाहिँ अब यहाँबाट सिक्नुपर्ने पनि हुन्छ। कुरा फुलेको हेर्नु होला साथीहरू, यो तरिकाले फुलेको छ। आज चाहिँ मेरो छुट्टीको दिन।